यो भिडियो चाहिँ अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा अन्य देशमा आफ्ना छोराछोरी पढ्न पठाउने अभिभावकहरूका लागि विशेष छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। विदेशमा आफ्ना छोराछोरी पठाइसके पछाडि छोराछोरीको हकमा उनीहरूको पढाइ कस्तो छ, काम गर्ने वातावरण कस्तो छ, शारीरिक र मानसिक रूपमा स्वस्थ छन् कि छैनन् भन्ने कुराहरू बुझ्नु असाध्यै जरुरी छ। विदेश आइसकेका छोराछोरीहरूको हकमा खास गरी अस्ट्रेलियाको कुराकानी गर्ने हो भने चाहिँ यहाँ 2 हप्तामा 48 घण्टाभन्दा बढी काम गर्न पाउने प्रावधान छैन विद्यार्थीहरूको हकमा। त्योभन्दा बढी काम गर्न पाइँदैन। अर्को कुरा, काम गर्न पाउनको लागि पनि काम गर्ने वातावरण एक नम्बरमा हुनु पर्यो। अर्को कुरा, काम पाउन पनि मुस्किल छ। त्यसकारणले मेरो छोरी अथवा मेरो छोरा, मेरो आफन्त अस्ट्रेलिया वा अमेरिका वा क्यानाडा जस्ता मुलुकहरूमा, राम्रा देशहरूमा कतिको राम्रो पढाइ गरिरहेका छन्। उनीहरूलाई मानसिक रूपमा प्रेसर छ कि छैन, अथवा फलानाले यति पैसा पठायो तिमीले किन पठाइनौ भन्ने जस्ता सामान्य कुराहरूले गर्दाखेरि पनि उनीहरूलाई मानसिक दबाव हुन जान्छ। कतिपय केसमा त अन्तर्राष्ट्रिय विद्यार्थीहरूको मृत्यु हुनुका कारणमध्ये अधिकांशको हेर्ने हो भने 80% भन्दा बढीको चाहिँ मानसिक तनावका कारणले, थकानका कारणले, अडिबली थाकेको महसुस भएका कारणले र कहिलेकाहीँ गाडी चलाउँदा पनि अनिद्राका कारणले जस्ता कारणले मृत्यु भएका समाचारहरू, घटनाहरू यहाँले सुन्नु भएको होला, कतिपय आफन्तको मुखबाट वा अन्य कुनै माध्यमबाट सुन्नु भएको होला। त्यसकारण विदेशमा रहेका आफ्ना छोराछोरी वा आफ्ना आफन्तहरूको केसमा चाहिँ यदि पढ्दैछन् भने उनीहरूको पढाइ कस्तो छ, मानसिक रूपमा ठिक छन् कि छैनन्, शारीरिक अवस्था कस्तो छ भन्ने जस्ता कुराहरू चाहिँ हामीले सोध्न बिर्सिनु हुँदैन। कतिपय अवस्थामा यी साना कुरा सोधिदिँदाखेरि पनि उनीहरूलाई अपनत्व महसुस हुन्छ, आफ्नो बुझ्दिने मान्छे कोही छ भन्ने महसुस हुन्छ। खास भन्ने हो भने आफ्नो भनेकै, आफन्त भनेकै धेरै कम हुने ठाउँ हो। जहाँ कामलाई माया गरिन्छ, कामलाई नै बढी महत्त्व दिन्छ, ती देशहरूमा यस्ता कुराहरू गरिदियो भने मेरो पनि मान्छे छन् है भन्ने महत्त्व भइदियो भने, मेरो पनि मान्छे छ है भनेर सम्झिदियो भने पनि ठुलो कुरा हुन्छ। त्यसकारण अभिभावकहरूले यो कुरा चाहिँ असाध्यै मनन गर्नुपर्ने, बुझ्न पर्ने र सम्झन पर्ने कुराहरू हुन्।